धेरै पैसा पनि छैन अनि एफोर्डेबल प्राइसमा साथीहरूसँग एकदमै पिस ठाउँ जानु मन लागिरहेको छ भनेर एकदमै सोच्दै हुनुहुन्छ भने दिस भिडियो इज पर्फेक्ट फर यु। आई नो भेरी वेल, किनभने +2 हामी ब्याचलर्समा त हामीसँग त्यति धेरै पैसा पनि हुँदैन कि हामी त्यति बाहिर गएर एफोर्ड गरेर गर्नुलाई, र अनि हामीलाई एकदमै पिस चाहिरहेको छ। यो एजमा हामीलाई पिस नै चाहिरहेको छ किनभने हामीलाई एकदमै स्ट्रेसको दुकानै हुन्छ। हामी जुन पनि वेमा चाहिँ सबैलाई आफ्नो नै हो टेन्सन, त्यो टाइममा तपाईँहरूले यस्तो राम्रो ठाउँमा गएर अनि विदाउट पेइङ द इन्ट्री, 20-30 रुपियाँ भने इन्ट्री कार्ड भयो भने त बच्यो नि त गाइस। त्यो पैसाले अब 20 रुपियाँ थपेर को खान मिल्यो कि मिलेन। अनि आफ्नो कजन्सहरूसँग फ्रेन्ड्सहरूसँग जाने रमाइलो गर्नु एकदमै सोच छ। अनि यस्तै गरी मैले जस्तै गरेर पहाड जस्तो देखिरहेको छ कि छैन, त्यसरी चाहिँ तपाईँहरूलाई भिडियो गराउनु पर्फेक्ट रिल्सहरू भिडियो फोटोजहरू चाहिरहेको छ भने मजाले यो ठाउँ जाँदा हुन्छ। मैले अस्ति भर्खरै नै दिदीको घर जाँदा फेरि थाहा पाएको, किनभने दिदी घर ठ्याक्कै नजिकै नै छ कि यो। मलाई त एकदमै पिस आनन्द लागिरहेको थियो भनेर अनि तपाईँहरूलाई पनि सेयर गरौँ अनि भनेर चाहिँ सबैलाई मेरो भिडियोको थ्रुबाट हेल्प हुन्छ भने वाइ नट भनेर चाहिँ मैले हजुरहरू सामु सेयर गर्दैछु। अनि यदि इफ जानु मन छ, अझै फुल डिटेल चाहिन्छ भने युट्युबमा जानुहोस्, मेरो भ्लगमा चाहिँ फुल एक्सप्लेन गरेको छु। अनि इफ जानु नै भयो भने चाहिँ प्लिज मलाई कमेन्टमा यस हामी गएको थियौँ है भनेर भन्नु। यो ठाउँको बारेमा त कतिपयलाई थाहा नै छैन होला, पिस खोजिराख्नु भएको छ भने यो ठाउँ जानु होला। अनि मलाई चाहिँ भयो कि भएन, तपाईँहरूलाई मैले भनेको कुरा वर्थ इट लाग्यो कि नै त्यो पनि कमेन्टमा भन्नु होला।